Ngaksu Himalaya miring namba onji remu tithangla gyurwa thep saresani shugiyo. Shonke dunzo nanga mutang dale maresani shugiyo. Zamling kangsar kangla ya tuk na ya tuk chok chok yobe namba shat saresani shugiyo. Tanda di tobu gi ta gyudzal bashuna ya tanga yi tobu shidi. Remu dindaya buti na Nepal Art Council na ngonni nyamga wasi duksani shugiyo. मैले लामो समय तोबोहरूसँग बसेको थियो। अब तोबोहरूको आर्ट धेरै प्रकारको देख्यो। तपाईको यो आर्ट पनि आफ्नै पृथक र युनिक रहेछ। यसको बारेमा केही बताइदिनु न। मेरो नाम चाहिँ कर्मटा सिप्रुङ। म चाहिँ ओपोडोल्पा कुगाउँबाट अहिले चाहिँ हाम्रो बिएफए सो अहिले भइरहेको हजुर। अनि बिएफए सोमा चाहिँ मैले चाहिँ मेरो सबै कामहरू चाहिँ आफ्नै डोल्पाकै कल्चर र त्यहाँकै वातावरणलाई सुहाउने खालको चाहिँ थिममा चाहिँ मैले काम गरेको छु हजुर। अनि मेरो काममा चाहिँ मेन थिम चाहिँ मेरो कामको चाहिँ त्यहाँ हाम्रो हिमालयन रिजनमा पाइने जनावरहरू र हाम्रो एकदम युनिक कल्चर ड्रेस भयो, हाम्रो ट्रेडिसनल इन्स्ट्रुमेन्टहरू भयो, यिनीहरू चाहिँ अहिलेको प्रेजेन्ट वर्ल्डमा चाहिँ लोप हुँदै गएको चाहिँ मैले चाहिँ नोटिस पाएँ। अनि त्यही थिमलाई चाहिँ लिएर चाहिँ मैले चाहिँ एनिमल्सको हेड र हाम्रो ह्युमन बडीसँगै कल्चरल अटायर चाहिँ ब्लेन्ड गरेर चाहिँ हामीले चाहिँ तिनीहरूलाई चाहिँ आफ्नो नेचुरल इन्भाइरोमेन्टमै प्रिजर्भ गर्नुपर्छ, कन्जर्भ गर्नुपर्छ भनेर चाहिँ त्यही थिममा चाहिँ मैले चाहिँ मेरो कामहरू चाहिँ प्रस्तुत गरेको छु। अब फ्युचर भन्नाले अब यस लगातार केही समयपछि तपाईको केही अर्को इन या आउट कन्ट्रीमा काहीँ एक्जिबिसन छ कि या तपाईको अझै त्यति पेन्टिङ पुगे छैन? मेरो बनाएको पेन्टिङ चाहिँ सबै अहिले यहीँ छ हजुर। बिएफए सोमै डिस्प्ले भएको छ हजुर। अनि अब अहिले नेक्स्ट एउटा एक्जिबिसन आउँदैछ, त्यसकै प्रिपेरेसनमा अहिले लागिरहेको छ हजुर। अनि 1-2 महिनापछि त्यसकै लागि अहिले प्रिपेयर गरिरहेको छ हजुर। अहिलेको ग्रुपमा कतिको च्यालेन्ज? अहिले चाहिँ भर्खरै व्यस्त सकेर होला, खासै त्यस्तो केही फिल भएको चाहिँ छैन। अब बिस्तारै चाहिँ सरहरूले पनि भन्नुहुन्छ अब चाहिँ स्ट्रगल गर्ने समय चाहिँ अब चाहिँ स्टार्ट हुन्छ भनेर चाहिँ त्यो चाहिँ अब फेस गर्नु। भनेपछि तपाईँ आर्ट कलेजमै हजुर पढेर आउनुभयो? कुन कलेज? अहिले चाहिँ सिर्जना कलेज अफ फाइन आर्ट्स। कति वर्ष भयो अब? +2 देखि नै मैले जोइन गरेको हजुर। अहिले सके छैन? ब्याचलर अब यही एक्जिबिसन पछि सकेकै 6 इयर्स हुन्छ। ओहो, यो चाहिँ एन्डको? हजुर। नाइस, थ्याङ्क यू भेरी मच। थ्याङ्क यू हजुर। अब उहाँको पेन्टिङको बारेमा भन्नुपर्दा चाहिँ लाजवाब छ। त्यही माथि उहाँले कङ्ग्रेचुलेसन पनि दिन चाहन्छु, किनकि यो उहाँको लास्ट इयरको रहेछ। अब यो